ल है गाइज कोरियाको काम आयो। यो बङ्गुरहरू 6 महिना पुरा भइसकेर अब चाहिँ बेच्न लागेको हो। यिनीहरू चाहिँ आज राति पठाउनु पर्छ, किनभने यहाँ चाहिँ दिउँसो बङ्गुरहरू लान दिँदैन, गन्ध आउँछ भनेर। यहाँ चाहिँ प्रायः जसो बेच्ने बङ्गुरहरू चाहिँ राति नै लान्छ। अनि त्यही भएकोले आज हामीले यो बङ्गुरहरू निकालेको छु। अब यो राति लानुपर्छ। राति चाहिँ हामी 1 बजेदेखि सुरु हुन्छ। जम्मा आज निकालेको बङ्गुर भनेको 240 हो। यो चाहिँ 2 चोटिमा लान्छ। राति काम गरेको चाहिँ फेरि पैसा हुन्छ। अब गोर्खेहरू यस्तै हो, बङ्गुर धपायो। अनि खासमा चाहिँ यो बङ्गुर कोरियाको एउटा अर्थतन्त्र नै यो बङ्गुरले धानेको छ। र कति नेपाली दाजुभाइहरूको परिवार यसले मजाले पालेको छ। र नेपालको लागि पनि यो एउटा रेमिटेन्सको माध्यम पनि यो बङ्गुर भएको छ। प्रायः जसो यहाँ कोरियामा अलिकति यो बङ्गुर पालन अनि यो कृषि क्षेत्रमा अग्र रूपमा चाहिँ बङ्गुर पालन नै छ। जसो यो बङ्गुरको चाहिँ यो नेपाल यो कोरियामा पनि त्यति साह्रो रहँदैन रहेछ। यिनीहरू चाहिँ यहाँबाट अरू देशमा सप्लाई गर्दो रहेछ। यस्तै छ है गोर्खेहरूको काम। अब के गर्नु, नेपालमा सुँगुर बसिरहेछ। कोरियामा यहाँ सुँगुरले देश बनाइसक्यो। नेपालीहरूको बुद्धि कहिले आउने हो? तर अहिले त अब नेपालमा पनि राम्रै पालेको देख्छु र राम्रै बिकेको पनि छ। तर यहाँ चाहिँ जति उत्पादन गरेको छ नि त्यो चाहिँ सरकारले जिम्मा लिइदिन्छ। नेपालको जस्तो एउटा दुईवटा पालेर खाने हुँदैन। यहाँ चाहिँ जति पालेको छ यो चाहिँ सबै दर्ता गरेको हुन्छ कम्पनी। अनि नबिक्ने कुरो भनेको हुँदैन। सबै सरकारले जिम्मा लिन्छ, सरकारले नै किन्छ। र सरकारले त्यो बङ्गुर काट्ने ठाउँ पनि रहेको हुन्छ। त्यहाँ सबै यो बङ्गुरको मासुहरू चेक गरेर अनि बाहिर सप्लाई गर्छ। नेपालमा चाहिँ अब 1-2वटा पाल्यो, घरमै काटेर खायो, त्यस्तो छ। तर यहाँ चाहिँ त्यस्तो सिस्टम छैन। बङ्गुर पाल्नको लागि सबै कम्पनी दर्ता गरेर अनि मात्रै सरकारले अथोरिटी दिन्छ। त्यसपछि फेरि पालिसकेपछि फेरि पछि त्यही सरकारले नै लिइदिन्छ। अनि यो बङ्गुर पाल्नेहरूलाई चाहिँ राम्रै छ, किनभने बजारको व्यवस्थापन राम्रै गरिदिएको छ। अनि पाल्नु मात्रै पर्छ, कम्पनीमै उनीहरूको गाडी लिन आउँछ। धेरै राम्रो छ। धन्यवाद।